एन्जल सेन्ताङज्यूले कमेन्ट गर्नुभएछ, मैले पनि 5 वर्ष अघिदेखि नेसनल लाइफमा बिमा गरेको भन्नुभएछ। तपाईले आफ्नो र आफ्नो परिवारप्रतिको आर्थिक भार चाहिँ बेलैमा बुद्धि पुर्याएर नेसनल लाइफ इन्सुरेन्स कम्पनीलाई जिम्मा लगाउनु भएको छ। त्यसमा तपाईलाई धेरै धेरै बधाई छ। यो बिमा भन्ने कुरा चाहिँ जसले चिन्यो उनले किन्यो क्या, नचिन्नेले कहिले पनि किन्दैनन्। चिन्नेले चाहिँ मजाले खोजी खोजी कम्पनीको बोनस रेट सबै जानेर बुझेर सर्च गरेर चाहिँ उहाँहरूले बिमा खरिद गर्न आउनुहुन्छ। मसँग अनलाइनबाट पर्सनल कहिले नभेटेका साथीहरूले पनि 1.5, 2, 2.5 करोडसम्मको बिमा खरिद गर्नुभएको छ क्या। कहिले भेटेको पनि होइन, कहिले भिडियो कल गरेको पनि होइन, कहिले देखेको पनि होइन। ल लास्ट बेलामा चाहिँ यो भिडियो कल अब ल भनेर मैले नै बरु भिडियो कलमा देखाउँ न भनेर भन्छु क्या मेरा बिमितहरूलाई चाहिँ क्या। त्यो बिमा गर्ने मान्छेहरूले कहिले पनि भिडियो कल गरेर देख्छु आऊ देख्न आऊ भनेर त्यो राति हुँदा भिडियो कल गर्दैन। बिमा गर्ने नै मान्छेले चाहिँ है, बिमा गर्ने 2 कौडीको औकात नभएकाहरूले चाहिँ के खोजेका उनको नि। तपाईको सानो बिमा गर्ने औकात छ भने सानै बिमा गर्नुस् बरु। त्यो ठुल्ठुलो 3-4 करोड 5 करोडको गर्छु भनेर धाक पनि नलगाउनुस्। नराम्रो मान्छेको धेरै श्रृङ्गार, नमिठो जानको धेरै निङ्गार भन्ने यो उखान टुक्का चाहिँ उहिलेका हाम्रा बाजे बजुहरूले भन्नुहुन्थ्यो नि, त्यो चाहिँ एकदमै सही लागेको छ क्या मलाई। 12-1 बजेतिर भिडियो कल गर्नुहुन्छ, अनि त्यसपछि त्यो रातितिर त भिडियो कल उठाउने सम्भव भएन नि त है। अनि त्यसपछि फेक आइडी बनाएर नराम्रा नराम्रा शब्दहरू बोल्नुहुन्छ क्या, लुकेर क्या, चोर जस्तो क्या अनुहार छोपेर। त्यो अनुहार छोपेर आउने होइन क्या, छाती खोलेर आउने। आफ्नै ओहदा आफ्नै पर्सनालिटी चाहिँ तपाईहरूले चाहिँ एकदमै पतन गर्नुहुन्छ क्या त्यस्ता त्यस्ता वर्डहरू बोलेर। आफ्नो फ्यामिली साथी सर्कल र आफ्नो इज्जत होला, त्यसको पनि ख्याल गर्नु होला। 12 बजे भिडियो कल नगर्नु होला, मलाई मन पर्दैन अनि म रिसिभ गर्दिनँ। त्यसपछि पर्सनलमा आएर चाहिँ तपाईँहरूले त्यो नराम्रा नराम्रा शब्दहरू तपाईँहरूले नलेख्नुहोस्। तपाईँहरूको बुद्धिमत्ता तपाईँहरूको क्षमताले उब्जाएको त्यो त्यति मिठा मिठा बुद्धिमान गहन शब्दहरू चाहिँ मैले स्क्रिनसुट गरेर फेरि भिडियो बनाएर दुनियाँतिर देखाइदिनु नपरोस् है। मैले बिमा गर्ने मान्छेहरूले त्यसरी गर्नुहुन्छ, त्यसरी मजाले बुझेर बेलैमा आफ्नो आर्थिक सुरक्षा त उहाँले गरिसक्नु भएछ। ल सर, तपाईँलाई धेरै धेरै बधाई छ। यस्तो पो हुनुपर्छ त मान्छे त, यसरी पो पहिले गरेर देखाउने हो क्या। यही भिडियो मार्फत भनेको छु, राम्ररी सुन्नु होला, मनन गर्नु होला। हस् त ल प्यारे प्यारेहरूलाई ल।